It's October 2025 and it's October 31 अनि I will show you अब चाहिँ यहाँ चाहिँ यो जाडोमा अब यहाँ हिमालमा लाइक हिउँ पर्न थालिसक्यो यस्तो कहिले चिसोमा नहोस् मान्छे यस्तो चिसोमा बस्दा यस्तो त्यो त्यही माथि यस्तोमा सुत्नु पर्दाखेरि ड्याम म्यान जानु लाग्यो अनि जहिले हिँड्ने पात चाहिँ हो मेरो ब्ल्याक टी सर्ट अनि ब्लू टी सर्ट सँगसँग अनि तल चाहिँ एउटा एप्रोन लाइक त्यसमा एप्रोन सो मेरो मम्मीले नै हेरिरहेको नि भिडियो सो लभ यु मम बिहान हल्का इमोसनल सो 2 बज्यो अब 2 बजेदेखिबाट 5:30 बजीसम्म ब्रेक छ सो खानाहरू खाइसक्यो अनि खानाहरू खाएर चाहिँ अब बाँकी भएको टाइम चाहिँ आई विल स्टडी होइन स्टडी अनि त्यो पछि चाहिँ अलिकति यहाँ बाहिर बसेर आई विल इन्जोय द भ्यू सो भर्खर मेरो अब ब्रेक सक्यो अनि त्यो पछि म भर्खर काममा आएको छु तर यहाँ 3टा गाडी छ अनि मसँग जो काम गर्न लागेको आजको बेलुकाको सिफ्टको चाहिँ मान्छे अहिलेसम्म आएको छैन र यहाँ चाबी लागेको छ म बाहिर बसिरहेको छु जापानिजहरूलाई कुरेर तर अगाडिको पसल ढोका चाहिँ साथीले बन्द गर्नु बिर्सेछ अनि अगाडिबाट छिरेँ म अरूबाट छिरेको पुरै तातो भइरहेको थियो नि त्यो फ्यानहरू चाहिँ अन गरेर फेरि म बाहिर निस्केँ अब अगाडिबाट छिर्नु भएन नि त अब मलाई चोर भन्ला के भन्ला होइन हामीलाई पनि अनि यसो सकभर पछाडिबाट जहाँ चाबी लगाएको छ अनि अहिले पछि त्यहाँ अगाडिको ढोका बन्द भएर हुन्छ म अगाडिबाट छिरेँ भनेर चाहिँ भन्नुपर्छ अब चाहिँ ल अब चाहिँ ठ्याक्कै छुट्टी भयो अब घर गएर ड्रेस चेन्ज गरेर जिम हात काटेको थियो बट टेप टालेर स्ट्रेट टु द जिम Okay, so workout over. अब showering. So we are back at the room. अनि मैले अघि भिजाएर गएको हाम्रो चिप्ली भिन्टी चामल यो चाहिँ हाम्रो भाँडा धुनु बाँकी छ सो आज चाहिँ रोजिनको मेरो साथी रुममेट रोजिनको चाहिँ बेलुकाको ठ्याक्कै 10:30 बजीसम्म अब स्कुल चाहिँ 11 बज्छ र खाना पकाउनु पाला मेरो र आजको डिनरमा यो अनि र मेरो एउटा बाँकी भएको फिस क्यान बाँकी छ र त्यो खाना चिसो भइसक्यो हामीले गफ गर्दा गर्दा अब चाहिँ खाना खाने एकपल्ट लाग्यो खाना खाने बेला भोलि छुट्टी भएर हामी बाहिर गफ गरेर बसेको र एक भोलि छुट्टी नभएको भयो कि हामी खाना खाएर सुत्थ्यौँ तर यो पनि त्यही एकदम नै देखाउनु पर्छ एउटा साइड अब हरेक दिन सधैँ दिन एक्लै खाना खाएर स्ट्रिक पनि त्यति साह्रो स्ट्रिक पनि छैन मेरो डाइट त्यो आफू एकअर्कासँग बोल्नु पनि एउटा चाहिँ भिडियोमा छ भने आयो ओके सो थ्याङ्क यू फर वाचिङ अनि गुड नाइट वाचिङ नट डन इट सो एट द एन्ड मेरो डे यसरी जान्छ अनि मैले करेन्टली भिडियो एडिट गर्दाखेरि जब 4 मिनट 5 मिनट मात्र भएको छ अनि लास्टमा चाहिँ मैले भिडियो किन बनाइरहेको भन्दाखेरि मलाई भिडियो बनाएर के भन्नुपर्छ जस्तो लाग्यो त्यही भएर मैले लास्टमा चाहिँ अब विदाउट एनी एडिट गरेर हाल्छु मैले चाहिँ जस्ट नर्मली बिहान काम गयो उठ्यो 8 बजी उठ्यो अनि ब्रेकफास्ट गर्यो काममा गयो कामबाट आयो ब्रेकमा बस्यो पढ्यो अनि थोरै रिसर्च गर्यो अनि स्ट्रेट टु द जिम अनि आजभोलि चाहिँ मेरो जेएलपिटीको एक्जाम आउनलाई आई हेभ लाइक धेरै डे बाँकी छैन क्या मेरो अब यो ठ्याक्क
27 छ यसमा लास्ट चाहिँ, अनि त्यसमा 27 चाहिँ ठ्याक्कै डिसेम्बरको 7मा छ। र त्यसले गर्दा चाहिँ मेरो जिमको सेड्युल अलिकति बिग्रिएको छ। र प्रोटिन इन्टेक अनि खानाहरूको डाइटहरू चाहिँ मैले भिडियो राम्ररी हाल्नु पाएको छैन। नर्मली डे चाहिँ यसरी जान्छ, ब्रेक बस्यो, अनि त्यसपछि फेरि बेलुका काममा गयो, अनि फेरि आयो, खाना खायो, अनि हप्ताको 2 दिन गएर चाहिँ अहिले चाहिँ जिममा, अनि त्यति हो। थ्याङ्क यू फर वाचिङ।